In case of soil samples initially saturated and having same void ratio, it has been found that in low pressure range, a wet side compacted soil is more compressible than ड्राई साइड कम्प्याक्टेड सोइल एन्ड भाइस वर्सा इन हाई प्रेसर रेन्ज। अब हेर है, हामीले थोरै प्रेसर रेन्जमा अथवा थोरै फोर्स अप्लाई गरेर कम्प्याक्ट गरिएको सोइल चाहिँ वेट साइडमा कम्प्याक्ट गरिएको छ भने त्यो मोर कम्प्रेसिबल हुन्छ पछाडि। भनेपछि त्यसलाई चाहिँ हामीले फर्दर त्यहाँ टेक्दाखेरि होस् हैन अथवा ठुलो स्ट्रक्चर त्यहाँमाथि बनाउँदाखेरि मोर दब्छ भन्न खोजेको हो है। तर सुरुमै हामीले कम्प्याक्ट गर्दा हाई प्रेसर रेन्जमा चाहिँ हेरिरहेको छौँ भने फेरि के हुन्छ भन्दा अथवा चाहिँ पछाडि अप्लाई गर्ने रेन्जलाई हेर्न पनि मिल्यो यो प्रेसर फेरिको सुरुमा हामीले कम्प्याक्ट गर्दाको मात्र नभइकन पछाडि स्ट्रक्चरले अचिभ गर्ने अथवा दिने प्रेसर भनेर बुझ्दा पनि हुन्छ। थोरै प्रेसर रेन्ज लगाउँदा ड्राई के वेट अफ अप्टिमममा चाहिँ कम्प्याक्ट गरेको सोइल मोर कम्प्रेसिबल हुँदो रहेछ। तर धेरै प्रेसर लगायो भने फेरि ड्राई साइडमा कम्प्याक्ट गरेको सोइल के हुन्छ मोर कम्प्रेसिबल हुन्छ। यसको कारण के हो भन्दा ड्राई साइडमा कम्प्याक्ट गरेको सोइलमा भोइडको मात्रा अलि ज्यादा हुन्छ नै भनेको चाहिँ त्यहाँ इन्टरनल फ्रिक्सनले बढी रोल खेलिरहेको हुन्छ भित्रपट्टि चाहिँ अब भनौँ न त्यो भोइड स्ट्रक्चर बनाउनको लागि। तर धेरै प्रेसर रेन्जमा मैले धेरै फोर्स लगाइदिएँ धेरै ठुलो स्ट्रक्चर बनाइदिएँ भने त त्यो फ्रिक्सनले चाहिँ त्यसलाई माथिबाट आएको प्रेसरलाई थेक्न सक्दैन। त्यो चाहिँ स्लाइड हुन्छन् पार्टिकल्सहरू र मोर डेन्स फर्ममा जान्छ। त्यस्तो बेलामा फेरि बढी कम्प्रेसिबल भएको मानिन्छ है। त्यही भएर चाहिँ हाई प्रेसर रेन्जमा ड्राई अफ अप्टिमममा कम्प्याक्ट गरेको सोइल मोर कम्प्रेसिबल हुन्छ भने लो प्रेसर रेन्जमा चाहिँ वेट अफ अप्टिमममा कम्प्याक्ट गरेको सोइल के हुन्छ मोर कम्प्रेसिबल हुन्छ। त्यसैगरी अर्को आउँछ शियर स्ट्रेन्थ है। सोइल कम्प्याक्टेड एट ड्राई अफ अप्टिमम सोज हायर शियर स्ट्रेन्थ देन द्याट अफ सोइल कम्प्याक्टेड एट वेट अफ अप्टिमम। अब हेर अगाडिकै यो कुरा भन्दा स्ट्रक्चरबाट हेरौँ। स्ट्रक्चरकै सोइल स्ट्रक्चर कुरा बताउँदै गर्दा मैले भनेको थिएँ जब हामी ड्राई अफ अप्टिमममा यसलाई कम्प्याक्ट गर्छ त्यति बेला सोइल स्ट्रक्चर फ्लोकुलेटेड हुन्छ। र फ्लोकुलेटेड स्ट्रक्चरमा के हुन्छ भन्दा यो बन्डिङ पार्टिकल बिचको बन्डिङ स्ट्रङ भइरहेको हुन्छ जसले गर्दाखेरि यसले शियर स्ट्रेन्थ पनि हाई सो गर्छ। अस्तिको तिम्रो स्ट्रक्चर बढाउँदै गर्दा पनि मैले होइन यो सोइल स्ट्रक्चर बढाउँदै गर्दा फ्लोकुलेटेड स्ट्रक्चरमा शियर स्ट्रेन्थ हाई हुन्छ इन कम्पेरिजन टु डिस्पर्स स्ट्रक्चर। त्यही भएर अब वेट अफ अप्टिमम के अरे ड्राई अफ अप्टिमममा फ्लोकुलेटेड स्ट्रक्चर बन्छ। त्यो भए पछाडि अनि के पनि हुन्छ शियर स्ट्रेन्थ ज्यादा आउने है। तर अब डिस्पर्समा चाहिँ वेट अफ अप्टिमममा चाहिँ हामीले कम्प्याक्ट गरेको छ भने डिस्पर्स स्ट्रक्चर हुन्छ त्यति बेला चाहिँ फेरि शियर स्ट्रेन्थ घट्छ। अब अर्कोमा छ स्ट्रेस स्ट्रेन रिलेसन है। अब स्ट्रेस स्ट्रेन रिलेसन भनेको चाहिँ अब एकातिर स्ट्रेन प्लट गर्ने एकातिर स्ट्रेस हो। ख्याल गर यहाँ डेभिएटर स्ट्रेस भनेर छ। यो डेभिएटर स्ट्रेस भनेको अरू केही होइन प्राइमरी स्ट्रेस र सेकेन्डरी स्ट्रेसको डिफरेन्स हो। सिग्मा 1 र सिग्मा 3 भन्ने हुन्छ त्यो अर्को सरले पढाउनुहुन्छ त्यहाँनिर डिटेलमा होला। अहिले डेभिएटर भन्ने त छोडिदेऊ तिमीले स्ट्रेस मात्रै याद गर न है। यतापट्टि स्ट्रेन छ एक साइडतिर अर्कोतिर स्ट्रेस छ भनेर बुझ। Samples compacted dry of optimum produce much steeper stress strain curves with peaks at low strain है। जो कुनै पनि सोइललाई चाहिँ मैले ड्राई अफ अप्टिमममा चाहिँ कम्प्याक्ट गरेको छ भने त्यसले चाहिँ मोर स्टिपर टाइपको है धेरै चाहिँ स्लोप हुने कि स्लोपको भ्यालु धेरै अथवा त्यसलाई मच स्टिपर भनेर भन्छ हामीले त्यो कर्भ पाइन्छ। र यति बेला पिक भ्यालु कम स्ट्रेन भनेको थोरै मात्र त्यो सोइलमा भोल्युम चेन्ज भयो अथवा चाहिँ डिफर्मेसन क्रिएट भयो भने नि के हुने त स्ट्रेस अब भनौँ न पिक भ्यालु चाहिँ अथवा बढी देखिन्छ भनौँ न है। थोरै स्ट्रेन भने पिक भ्यालु देखिनु भयो स्ट्रेसको पछाडि अनि रिड्युस हुन्छ अथवा फेलतिर जान सक्ने धेरै तन्कियो अथवा खुम्चियो भने। Whereas samples compacted weight of optimum having same density produce much flatter stress strain curve with increase in stress even at higher strain भनेको छ भनेपछि अब कसरी बुझ्नु पर्यो दुईटामा फरक भन्दा ड्राई अफ अप्टिमम छ भने त्यसमा कम्प्याक्ट गरिएको छ भने सुरुमा मच स्टिपर स्ट्रेस स्ट्रेन आउँछ पिक भ्यालु अचिभ गर्छ अनि रिड्युस हुन थाल्ने भयो हैन। तर ड्राई अफ अप्टिमममा चाहिँ सरी वेट अफ अप्टिमममा हामीले कम्प्याक्ट गरिएको छ भने त्यसको चाहिँ अब स्ट्रेस के हुन्छ त स्ट्रेन अनुसार बढ्दै जान्छ अथवा स्ट्रेस अनुसार स्ट्रेन बढ्दै गएको हुन्छ। जसरी बोले पनि भयो जति जति हामी चाहिँ एउटा भ्यालु बढाउँदै जान्छ अर्को प्यारामिटर पनि बढ्दै गइरहेको हुन्छ। यो क्रम जारी नै रहन्छ हैन बढिराख्ने क्रम जारी रहन्छ यदि वेट अफ अप्टिमममा हामीले यसलाई कम्प्याक्ट गरेको छ भने। अर्को आउँछ श्रिङ्केज र सोइलिङ पोटेन्सियल है।
At same density, a soil compacted dry of optimum shrinks appreciably less than that of compacted void of optimum. है shrinkage को केसमा हेर्ने हो भने के हुँदो रहेछ भन्दा कुनै पनि सोइलमा ड्राई अफ अप्टिमममा हामीले कम्प्याक्ट गरेको छौं त्यो चाहिँ लेस श्रिङ्क हुन्छ। कारण के हो त भन्दा अब ड्राई अफ अप्टिमममा पानीको मात्रा कम हुन्छ, पानीको मात्रा कम भएपछि त्यो पानी रिमुभ हुँदा पनि केही फरक पर्दैन, अथवा त्यो पानी रिमुभ भए पनि सोइल ग्रेन बिचमा भएको फ्रिक्सनले गर्दा त्यो सोइललाई मोर स्टेबल फर्ममै राखिरहेको हुन्छ। तर हामीले जब वेट अफ अप्टिमममा कम्प्याक्ट गर्छ त्यति बेला त पार्टिकल सोइल पार्टिकललाई पर धकेलेर बिचमा पानी रहेको हुन्छ अलि धेरै मात्रामा, त्यो पानीको भोल्युम चाहिँ अब रिड्युस भएर त्यो पानी चाहिँ अब उडेर जाने बेलामा के हुने भयो त मोर श्रिङ्क भएको देखिन्छ। त्यही भएर ड्राई अप्टिममको सोइल लेस श्रिङ्क हुन्छ इन कम्पेरिजन टु वेट अफ अप्टिममको सोइल है त्यसमा कम्प्याक्ट गरेको सोइल। Also, the soil compacted dry of optimum exhibits greater soiling characteristic than samples of same density, हैन compacted weight of optimum भनेको छ। अब यसको मिनिङ के हो त, यो किन यस्तो हुन्छ त भन्दाखेरि यदि वेट अफ अप्टिमममा हामीले चाहिँ कम्प्याक्ट गरेको सोइल छ भने त्यहाँ भित्र त भोइडको मात्रा धेरै हुन्छ भन्नाले कम्प्यारिजन टु यस्तो होइन वेट अफ अप्टिमम अथवा पानी छिर्न मिल्ने ठाउँ धेरै हुन्छ कि त्यो भएपछि बाहिरको पानीले मोर अट्र्याक्ट गरिन्छ, अट्र्याक्ट गरेर भित्रपट्टि सोच्न थाल्छ अनि फुल्न थाल्छ। तिमीहरूलाई याद गरेर कुनै पनि सुक्खा चिजमा पानी पर्दै गयो भने बिस्तारै फुल्दै 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 गइरहेको हुन्छ। तर त्यही चिज अलरेडी अलिअलि भिजिसकेको छ भने त अब फुल्ने रेसियो त अलिक कम हुन्छ नि त है। त्यसलाई याद गरे यो टिस्यु पेपर हेर्ने हेर न, कुनै ठाउँमा एउटा टिस्यु पेपर हामीले चाहिँ मोटो बनाएर राखेको छ होइन, एउटा एक ठाउँमा जम्मा गरेर राखेको छ र त्यहाँ पहिला ड्राई छ भने पानी अलिअलि छर्किदेऊ त्यो फुलेर ठुलो हुन्छ। तर कुनै सोइल अलरेडी अथवा कुनै टिस्यु पेपरको त्यस्तो बन्डल अलरेडी अलिकति मोइस्ट फर्ममा छ भने त्यो अलरेडी फुलेर बसेको हुन्छ। त्यो फुलेर बसेको फर्दर त फुल्न धेरै सक्दैन नि त हैन, फुल्न नफुल्ने हैन, फर्दर धेरै चाहिँ फुल्दैन। त्यही भएर सोइलिङ पोटेन्शियल चाहिँ जहिले पनि के गर्छ भन्दा वेट अफ अप्टिमममा के अरे हामीले कम्प्याक्ट गरेकोमा चाहिँ कम देखिन्छ भने ड्राई अफ अप्टिमममा कम्प्याक्ट गरेकोमा बढी देखिन्छ है। अब अन्तिममा चाहिँ पोर वाटर प्रेसर छ। In on-drain shear test conducted on saturated samples of clay, it has been found that lower pore pressure develop at low strain when the sample is compacted dry of optimum. है यसो भने चाहिँ कम्पेयर कहिले हेरौँ। अब पहिलो कुरा on-drain shear test, drain shear test भनेको के हो भन्दा हामीले shear test गर्दै गर्दाखेरि स्पेशली यो ट्रायक्सियल टेस्ट आउँछ अर्को पोर्सनमा चाहिँ डिटेलमा चाहिँ यो ट्रायक्सियल टेस्ट भन्ने हुन्छ एउटा, त्यहाँ चाहिँ पानी हामीले फोर्स सप्लाई गर्दै गर्दा सोइलमा फोर्स सप्लाई गर्दै गर्दा पानी बगेर जान दिएनौँ, निचरिएर पानी बाहिर जान दिएनौँ भने त्यस्तो कन्डिसनलाई हामीले अन ड्रेन कन्डिसन भनेर भन्छौँ है। ड्रेन कन्डिसन भनेको अब सोइलमा चाहिँ हामीले प्रेसर दियौँ भने भित्र पोरमा भएको पानी निचरिन खोज्छ, त्यो निचरिएर बगेर जान पायो भने ड्रेन कन्डिसन हुन्छ, त्यो निचरिएर बगेर बाहिर जान पाएन भने अन ड्रेन कन्डिसन हुन्छ। त्यसरी अन ड्रेन सेयर टेस्ट कन्डक्ट गरेको बेलामा सेचुरेटेड स्याम्पलमा हैन के पाइएको छ भन्दा अब लो प्रेसर होइन पोर प्रेसर डेभलप हुँदो रहेछ कति बेलामा लो स्ट्रेनमा व्हेन द स्याम्पल इज कम्प्याक्टेड ड्राई अफ अप्टिमम है। कुनै पनि स्याम्पललाई ड्राई अफ अप्टिमममा कम्प्याक्ट गरेको छ भने लो स्ट्रेन भएको बेलामा चाहिँ पोर प्रेसर पनि लो नै हुँदो रहेछ है, इन कम्पेरिजन टु द केस व्हेन द स्याम्पल इज कम्प्याक्टेड वेट अफ अप्टिमम है। वेट अफ अप्टिमममा कम्प्याक्ट गरेको भन्दा हैन ड्राई अफ अप्टिमममा लो स्ट्रेनमा चाहिँ पोर प्रेसर पनि लो नै आउँदो रहेछ। But at high strain, in both types of sample, the development of pore pressure is same for the same density and water. अब पहिलो कुरा त बुझ्नु पर्यो पोर प्रेसर भनेको के हो, जुन चाहिँ मैले पढाउने हो तर नेक्स्ट च्याप्टरमा आउँछ पोर प्रेसर। पोर प्रेसर भनेको के भन्दा कुनै दुईवटा सोइल ग्रेन छ है, यो एउटा सोइल ग्रेन छ है, यतापट्टि अर्को सोइल ग्रेन छ, त्यसै गरी है यस्तै विभिन्न सोइल ग्रेन छ। अब यो सोइल ग्रेनको बीचमा चाहिँ वाटर भयो सपोज, यिनीहरूको बीचमा वाटर छ है, जति पनि ग्याप छ त्यसमा वाटर छ। अब यो वाटर चाहिँ त कस्तो कुन फोर्स एक्सपिरियन्स गर्छ वाटरले ल भन त, यो बीचमा भएको वाटरले टेन्साइल फोर्स अचिभ गर्छ के रे एक्सपिरियन्स गर्छ कम्प्रेसिभ
कम्प्रेसिभ होला सर अनि यी सबै सोइल ग्रेनहरु त एकअर्कासँग जोडिन खोज्छ टाँसिन खोज्छ बाहिरबाट प्रेसर दियौं भने जसले गर्दाखेरि चाहिँ यसले कम्प्रेसिभ फोर्स अचिभ गरिरहेको हुन्छ अथवा एक्सपिरियन्स गरिरहेको हुन्छ अब यसले पनि त्यो बाहिरबाट आएको फोर्सलाई चाहिँ ब्यालेन्स गर्नको लागि चाहिँ यी ग्रेनहरुलाई परपर धकेल्न खोज्छ कि यसरी यो ग्रेनहरुलाई तल पर मलाई अटसमटस भयो अट्न गाह्रो भयो तिमीहरु पर जा भन्न थाल्छ जस्तो तिमीहरु क्लासमा बस्दै गर्दाखेरि चारजना बसेको बेन्चमा चाहिँ एउटा थप अर्को व्यक्ति गएर बस्न खोज्यो भने के हुन्छ अब धकेल्न खोजिन्छ नि हैन आफ्नो स्पेस बनाउनको लागि हो भनेपछि यो सोइलले के रे यो वाटरले पनि के हुन्छ त भन्दा यसरी चाहिँ पर धकेल्न खोज्छ र यो धकेल्ने क्रम कस्तो हुन्छ भन्दा यो हाम्रो वाटरको प्रेसर भनेको केसँग डिपेन्ड हुन्छ थाहा छ डेप्थसँग हो कि नै हैन वाटरको प्रेसर रो हैन पी भनेको चाहिँ के हो त फर्मुला नै रोजिया छैन हजुर सर रोजिया तिमीले यो सोइलमा के रे सरी हाइड्रोलिक्समा अथवा चाहिँ उसमा पढेको होला फ्लुइड मेकानिक्स हैन रोजिया छ भने रो र जी मैले कन्स्ट्यान्ट राखेको अवस्थामा केसँग डिपेन्ड भयो त प्रेसर ग्याससँग हो जति तलपट्टि भन्छ नि धेरै अब गहिरो चाहिँ डेप्थको चाहिँ सोइलमा जति गहिराईको चाहिँ वाटर छ त्यसले झन् धेरै नै प्रेसर क्रिएट गर्छ कि धकेल्न सक्छ बराबर है त्यसैले गर्दाखेरि यो कोर प्रेसर के हुँदो रहेछ त भन्दा अब कम स्ट्रेनमा र ड्राई अफ अप्टिमममा कम्पेयर गरेको सोइलमा चाहिँ कम देखिँदो रहेछ कोर प्रेसर तर हायर स्ट्रेनमा स्ट्रेन भनेको मिनिङ के होला भन्नु त स्ट्रेन भनेको पहिलो कुरा तर फोर्स नै एक खालको कहाँ हो चेन्ज इन डाइमेन्सन र ओरिजिनल डाइमेन्सन भने हो चेन्ज इन डाइमेन्सन पनि ओरिजिनल जस्तो लेन्थ वाइज हेर्ने भने डेल अपन यल हैन लेन्थ वाइज हेर्ने हैन भोल्युमको टर्ममा नि हेर्न मिल्छ एरियाको टर्ममा नि हेर्न मिल्छ तिमीलाई भोल्युमेट्रिक स्ट्रेन हैन बल्क स्ट्रेन पढेको हैन पहिला है हिलमा सोममा पढेको हो त ल हेर जस स्ट्रेनमा के हुन्छ भन्दा हायर स्ट्रेन छ भने हायर स्ट्रेनमा त अलरेडी के भइरहेको हुन्छ पार्टिकलहरु चाहिँ पहिले धकेल्दिरहेको हुन्छ उसले अलरेडी डिफर्म भएर बसिरहेको हुन्छन् स्टेबल फर्ममा बसिरहेको हुन्छन् त्यस्तो बेलामा चाहिँ के हुन्छ भन्दा अब त्यो बोथ टाइप अफ हैन स्याम्पलमा भन्न खोजेको वेट अफ अप्टिमममा कम्प्याक्ट गरेको छ भने पनि ड्राई अफ अप्टिमममा कम्प्याक्ट गरेको छन् स्पेशली यसरी हेरौँ न वेट अफ अप्टिमममा चाहिँ हायर हामीले चाहिँ स्ट्रेन पाएको बेलामा के हुन्छ भन्दा यी पार्टिकल्सहरु एकअर्कासँग एकदम नजिक भइसकेको हुन्छन् के हैन नजिक भइसकेका छन् भने चाहिँ अब कोर प्रेसर पनि धेरै दबाव अब एउटै कन्स्ट्यान्ट जस्तो तिमीहरुले चाहिँ हाई प्रेसर दिँदै गर्दाखेरि चाहे तिमीले वेट अफ अप्टिमममा कम्प्याक्ट गर चाहे ड्राई अफ अप्टिमममा कम्प्याक्ट गर हाम्रो इन्टेन्सन भनेको पार्टिकललाई नजिक ल्याउनु पर्ने थियो दुईटै स्टेजमा नजिक नै हुन्छ के दुईटै स्टेजमा पार्टिकल नजिक छन् भने त एकै किसिमको कोर प्रेसर शो गर्ने हो नि त उसले हैन के रे पानी है तर वेट अफ अप्टिमममा के हुन्छ भन्दा पार्टिकल अलि पर हुन्छन् र यो भित्रको पानी पनि अब अलि कम स्पेस घेरिएर बसेको हुन्छ बीचमा के पनि हुन सक्छ एयर भोइड पनि हुन सक्छ के जसले गर्दाखेरि अब यो पार्टिकल यो नजिक आएर यो पानीलाई दबाव दियो भने नै यसले पनि धेरै फोर्स लगाउनु पर्ने हो त कोर प्रेसर तर यो दबाव नै इनफ दिइसकेको छैन भने त यसले पनि त कम फोर्स लगाउँछ नि त्यही भएर के हुन्छ लो स्ट्रेनमा चाहिँ कोर प्रेसर कम डेभलप हुन्छ हाई प्रेसरमा के हुन्छ दुईटै केसमा चाहिँ पार्टिकल क्लोज भइसकेका हुन्छन् अलरेडी दबाव परिसकेका हुन्छ पानीमा त्यसले गर्दा एकै किसिमको कोर प्रेसर देखाउँछ है अब यो खास यो फंक्सन भनौँ न कोर प्रेसरको फंक्सन चाहिँ अलि डिटेलमा नेक्स्ट च्याप्टर पढेपछि अलि अझ क्लियर हुन्छ होला अहिले अलिकति त मैले बताएँ तर पनि इनफ रूपमा क्लियर नहुन सक्छ है ल खास त्यसै नभन्नु सर यो हामीले कम्प्याक्टिभ फोर्स जति बढायो त्यति स्ट्रेन कम हुने हो स्ट्रेन हैन नि कम्प्याक्टिभ फोर्स जति बढायो त्यति स्ट्रेन बढ्ने हो नि स्ट्रेनको मिनिङ के भन्दा डिफर्मेसन हो नि त जस्तो फर इक्जाम्पल एकछिन है देखाउँदैन त यिनै देखाउँदैन त यहाँ भनेर यो सोइलको लेयर भयो सपोज ठिक छ
सर तिमीले थोरै रोलर लगायो भने सानो रोलर लगायो अथवा तिमीले टेक्यो भने यो कम्प्याक्ट भएर कति पुग्ला यहाँसम्म पुग्ला तलको लेभल एउटै राख्यो त्यो हुन सक्छ नि हैन जम्मा कति घटे यसको भोल्युम चेन्ज गरेर त यति मात्र भयो नि त भोल्युम चेन्ज देखिरहेछ सबैले मैले गरेको हजुर सर ल मानौ यो कुनै युनिट मैले बताइनँ 10 जतिले यो चेन्ज भयो अरे अब 10 जति पनि हुन सक्छ मिटर होला एमएम होला सिएम होला छोड्दै हैन तर मैले यहाँ हेभी कम्प्याक्ट के रोलर ल्याइदिएँ भने के हुन्छ यहाँसम्म कम्प्याक्ट हुन सक्छ कि नै जस बडी कम्प्याक्ट हुन्छ नि हैन यो त सबै अग्री गर्छौ नि हैन त्यति बेला यो भ्यालु बढेर मानौ अघि 10 को ठाउँमा 50 भयो अब मलाई भन कुनको स्ट्रेन ज्यादा आएको मान्नु पर्यो 10 हुँदाखेरि यो स्ट्रेन धेरै कि 50 हुँदाको 50 हुँदाको अब्भियसली हैन स्ट्रेन भनेको डेल पनि यल हो नि त डेल भनेको 10 र 50 हो यल त कन्स्ट्यान्ट हो सुरुको हैन इनिशियल डाइमेन्सन कन्स्ट्यान्ट हो भनेपछि डेल अनुसार स्ट्रेन पनि बढी कम हो अनि अब 10 कति बेला आएको थियो हामीले थोरै फोर्स लगाउँदा हामीले टेक्दा आएको 10 50 भनेको ठुलो रोलर लगाउँदा आएको भनेपछि के बुझ्नु पर्यो त्यसो स्ट्रेन के हुँदो रहेछ त जति कम्प्याक्टिभ इफेक्ट बढ्छ स्ट्रेन पनि बढ्छ त्यही स्ट्रेन बढाएर नै कम्प्याक्ट हुन्छ त अल्टिमेटली कुरा बुझ्या त्यसो भए के रे कम्प्याक्टिभ फोर्स बढाउँदा स्ट्रेन बढ्यो र स्ट्रेन बढ्दाखेरि त्यो पोर वाटरले दिने प्रेसर पनि घट्यो हो यस्तो घटेको हैन कहाँ कुरा गर्छ उल्टो बोल बढ्यो 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 किन भन्दा पार्टिकल क्लोज आयो नि त क्लोज आएपछि के हुन्छ यसमा दबाव धेरै बढ्यो भित्रको पानीमा अनि त्यसले गर्दा प्रेसर बढ्छ तर खाली के मात्र भन्न खोजेको भन्दा हामीले ड्राई अफ अप्टिमममा भयो नि वेट अफ अप्टिमममा भए पनि हायर स्ट्रेनमा आउनु भने त पार्टिकललाई नजिक ल्याउनु हो नि त चाहे तिमीले चाहिँ धेरै रोलर लगाएर ल्याऊ चाहे अरू कारणले गर्दा ल्याऊ पार्टिकललाई क्लोज ल्याएको हो नि त हैन हायर स्ट्रेन आउनु हो त्यो त अग्री गर्छौ नि हैन यस सर अब यो पार्टिकल क्लोज अलरेडी आइसकेको छ भने त चाहे ड्राई अफ अप्टिमम होस् चाहे वेट अफ अप्टिमम होस् यो सोइलले त एकै किसिमको प्रेसर दिइराखेको हो नि त प्रेसर आइदिन्छ त्यो आफ्नो ठाउँमा छ तर दुईटा बिचमा चाहिँ डिफरेन्स खासै आउँदैन भन्नु खोजेको के खासै इज सेम फर हैन बोथ केस भन्नु खोजेको कुरा बुझ्यो तर स्ट्रेन बढ्नु कम्प्याक्टिभ फोर्स बढ्नु भनेको पोर प्रेसर पनि सँगसँगै बढाउँदै लानु चाहिँ हो के चाहिँ बुझ है ल अर्को ल अब फ्याक्टर्स एफेक्टिङ कम्प्याक्सन अब कम्प्याक्सनलाई के फ्याक्टरले असर गर्छ त भन्ने कुरा है त्यसमा एउटा आउँछ वाटर कन्टेन्ट जुन अगाडि क्लियरली देखिसक्यो वाटरले कसरी असर गर्दो रहेछ भन्ने कुरा यो त अब यतिकै पनि भन्न सक्छ होला हैन कसरी असर गर्छ वाटर कन्टेन्टले कम्प्याक्सनलाई कसैले भन त वाटर कन्टेन्टले कम्प्याक्सनलाई कसरी असर गर्ने हो थोरै वाटर कन्टेन्ट भयो भने कम्प्याक्सन गर्दा पनि पार्टिकल्सहरु खासै क्लोज आउन पाउँदैन एयरले भइरहेको हुन्छ लेस हुने भयो हैन धेरै भयो के हुन्छ त बढी भयो भने त्यो सोलिड बस्ने ठाउँमा पनि अझै धेरै वाटर आइदिन्छ अनि झन् खत्तम हुन्छ कम्प्याक्सन त्यसले पनि कम्प्याक्सन कमाइदिने भयो भनेपछि वाटर कन्टेन्ट कम भए पनि कम्प्याक्सन कम हुँदो रहेछ बढी भए पनि कम्प्याक्सन कम हुन्छ भने ठिक्क भनेको त्यो ओएमसी हो कि नै हैन त्यो ओएमसीमा चाहिँ हायर कम्प्याक्सन रेट हुन्छ त्योभन्दा कम भए पनि बढी भए पनि वाटर हैन कम्प्याक्सन कम नै आउँछ भनेपछि वाटर कन्टेन्टले असर गरिहाल्यो अर्को अमाउन्ट अफ कम्प्याक्सन पनि हो कि नै हामीले डिग्री अफ कम्प्याक्सन धेरै गरे भने रोलर ठुलो लगायो भने अब्भियसली के हुन्छ कम्प्याक्सन धेरै नै हुन्छ टाइप अफ सोइलले पनि कम्प्याक्सनलाई असर गर्छ ल त्यसो भए न मैले फर्दर नपढाउँदै डिस्कस गरौँ सोइलले कसरी कस्तो सोइलमा बढी कम्प्याक्सन पाइएला भन्न सक्छ कसैले अलि बढी कोर्स भयो ग्रेनहरुले होला सर यस ग्रानुलर मटेरियल भएकोमा चाहिँ बढी कम्प्याक्सन पाइन्छ इन कम्प्यारिजन टु फाइन ग्रेन जहिले पनि अनि माटो भएकोलाई चाहिँ के हुन्छ तिमीले रोलर लाउँदाखेरि देखिरहेको गोलर मजाले दबाव भएको तर के हुन्छ भन्दा अल्टिमेटली चाहिँ त्यहाँभित्र भोइडको मात्रा पनि त्यो अनुसार नै चेन्ज भइरहेको हुन्छ प्रेजेन्ट भइरहेको हुन्छ कि रहिरहेको हुन्छ त्यो भएर हामीले चाहिँ फाइन ग्रेनमा चाहिँ त्यति राम्रो कम्प्याक्सन भन्दा अथवा यसरी पनि बुझौँ हामीले त ग्रेडिङको पनि कुरा गरेका छौँ नि त हैन अघिल्लो च्याप्टरमा वेल ग्रेडेडमा कम्प्याक्सन राम्रो होला कि पोरली ग्रेडेडमा ल पुअरली ग्रेडेड के अरे
पोरलीमा बढी हुन्छ होला कम्प्याक्सन पोरली ग्रेडेडमा कम्प्याक्सन धेरै हुन्छ र हुँदैन नि वेल ग्रेडेडमा के हुन्छ एउटामा भएको भोइडमा अर्को पार्टिकल बसेको हुन्छ फेरि अर्को भोइडमा भएकोमा चाहिँ अझ सानो पार्टिकल बसेको हुन्छ मोर डेन्स भएन त्यो भनेको यस यस सर त्यस बुझेको तर मैले त्यो नाम उल्टा भन्दै पोरली भनेको मलाई लागेको थियो थरी थरी होला हैन जस पोरलीमा चाहिँ कम्प्याक्सन लेस हुन्छ हैन वेल ग्रेडेडमा हुन्छ भने सोइल टाइपले नि फरक पार्छ जस्तो अनि ऊ हेरौँ न जस्तो हाम्रो अब अर्ग्यानिक सोइलहरू छ भने त्यसमा कम्प्याक्सन होला कि मोर इनअर्ग्यानिकमा होला इनअर्ग्यानिकमा होला नि सर इनअर्ग्यानिकमा मोर डेन्स भएर बस्छ त्यसरी बुझ्नु है खास कम्प्याक्सन गर्दा हामीले रोलर लाउँदा धेरै दबाई जस्तो त अर्ग्यानिकमा देख्छ तर त्यो रोलर लगाइसके पछाडि जुन डेन्स भएर बस्नुपर्छ त्यो मात्रामा चाहिँ हेर्दा इनअर्ग्यानिकमै मोर कम्प्याक्ट भएर बस्ने अल्टिमेटली अनि मेथड अफ कम्प्याक्सन पनि भर पर्छ है हामीले चाहिँ कन्टिन्युस फोर्स लगाएको छ कि माथिबाट चाहिँ धेरै फोर्स ड्रप गराउँदै कम्प्याक्ट गरेको छ कि रोलर लगाउँदै कम्प्याक्सन गरेको छ भन्ने कुरालाई पनि कम्प्याक्सनलाई असर गर्छ अर्को कि एडमिक्सर मिसाएर पनि हामीले कम्प्याक्सन बढाउन सक्छौँ जस्तो स्टेबलाइजेसन भन्छ नि सोइल स्टेबलाइजेसन सुनेको छ एउटा सोइल इम्प्रुभमेन्ट अथवा सोइल स्टेबलाइजेसन भन्ने सुनेको छ कि नै त्यो रिटेनिङ वालहरु दिएर स्टेबलाइज गर्ने होला त्यो हैन तिमीले स्टेबलाइज अर्थ ब्रिक भनेर पढ्या छ होला नि त स्टेबलाइज अर्थ ब्रिक भनेको चाहिँ सोइलमा चाहिँ ब्रिक बनाउँदै गर्दा सिमेन्टहरु छर्किने चुनाहरु छर्केर त्यसबाट स्ट्रङ ब्रिक बनाउने प्रोसेस हो के है तर कुनै पनि सोइललाई स्टेबलाइज गराउनु भनेको चाहिँ सोइललाई स्ट्रेन्थ बढाउने हो त्यो स्ट्रेन्थ हामीले एडमिक्सरहरु विभिन्न एडमिक्सर मिसाएर पनि गर्न सक्छौं त्यो भन्नु छु अब डिटेल भएर वाटर कन्टेन्टकोमा धेरै बोलिन अघि धेरै कुरा भइसकेको छ है अब अमाउन्ट अफ कम्प्याक्सनमा जाउँ सिधै ग्राउटिङ जस्तै हेर त यो जुन कम्प्याक्सन कर्भहरु हैन यो माथिल्लो देखिया छ एउटा यो तल्लो देखिया छ यो के भइराछ भन्दा यो कम्प्याक्सन अथवा सेम वाटर कन्टेन्टमा भनौं वाटर कन्टेन्ट अलिकति घट्छ नघट्ने हैन है वाटर कन्टेन्ट घटेर के भइदियो भन्दा यो केसमा झनै बढी के आयो ड्राई डेन्सिटी आयो तर यो कति बेला कसरी सम्भव हुन्छ भन्दा इन्क्रिज कम्प्याक्टिभ इफर्ट कम्प्याक्टिभ इफर्ट हामीले जति बढाउँदै जान्छौं त्यति नै के हुँदै जान्छ ड्राई डेन्सिटी बढ्दै जान्छ अथवा कम्प्याक्सन धेरै हुँदै जान्छ अनि हामीले कति अमाउन्ट कति चाहिँ हैन मात्राको चाहिँ रोलर युज गर्छौं हैन कति बडी फोर्सले चाहिँ हामीले कम्प्याक्सन गर्छौं त्यो अनुसार के बढ्ने भयो डिग्री अफ कम्प्याक्सन पनि बढ्छ है त्यसैगरी अब टाइप अफ सोइलमा नौ है टाइप अफ सोइलमा अब त्यो माथि ग्राफ मैले के हेरिन सिधै यो ग्राफहरु चाहिँ यहाँबाट ल्याउनु ले सुरुमा के छ न 1 नम्बर भनेको वेल ग्रेडेड स्यान्ड छ 2 नम्बरमा लो प्लास्टिसिटी सिल्ड हैन भन्छ सिल्डमा प्लास्टिसिटी आयो अलि लो भए पनि भनेस् त त्यहाँ त क्लेको फ्र्याक्सन बढ्यो अथवा फाइन ग्राइन्ड मटेरियल बढी हुन थाल्यो भन्ने बुझियो अर्को लो प्लास्टिसिटी क्ले भयो थर्डमा र अन्तिममा हाई प्लास्टिसिटी क्ले भन्छ सबैभन्दा कम डिग्री अफ कम्प्याक्सन कुनमा पाइँदो रहेछ हेर त हाई प्लास्टिसिटी क्लेमा पाइँदो रहेछ जुन क्लेले हाई प्लास्टिसिटी शो गर्छ त्यसमा डिग्री अफ कम्प्याक्सन अथवा त्यसको ड्राई डेन्सिटी एकदम कम हुन्छ है र त्यो जति पाइन्छ कम भए पनि त्यसलाई अझ गरेर वाटर कन्टेन्ट पनि धेरै नै राख्नुपर्छ यो पनि ख्याल गर्नु जस्तै हेर 1 देखि लिएर 4 सम्म आउँदै गर्दा ओएमसी को भ्यालु पनि बढ्दै बढ्दै गएको छ कि नै हेर त ओएमसी को भ्यालु पनि बढ्दै 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 गएको छ यो पनि राम्रो कुरा हैन कि कुनै पनि कुरा सोइललाई कम्प्याक्ट गर्नलाई धेरै ओएमसी चाहिन्छ भने त्यो पनि राम्रो सोइल बन्दैन कहिले पनि है पानी धेरै मिसाउनु पर्ने खाले सोइल राम्रो हैन त्यही भएर ओएमसी के सरी हामी कम्प्याक्सन डिग्री अफ कम्प्याक्सन हैन विथ रिड्युस्ड वाटर कन्टेन्ट चाहिँ कुनमा आउँदो रहेछ वेल ग्रेडेड स्यान्डमा राम्रो आउँदो रहेछ है भनेपछि पोरली ग्रेडेड भन्दा वेल ग्रेडेडको राम्रो आउँछ र क्लेको कम्पेरिजनमा स्यान्ड भनेको मोर ग्रानुलर मटेरियल हो कि नै हैन ग्रानुलर मटेरियलमा वेल ग्रेड छ भने हायर डिग्री अफ कम्प्याक्सन पाइन्छ ठीक छ त्यो भएर बाटो बनाउँदाखेरि जस्तो देखा होला तिमीहरुले काठमाडौँमा चाहिँ अलि इम्पोर्टेन्ट अब त्यो लेस इम्पोर्टेन्ट भित्री बाटोमा त अर्कै गर्छन् हैन तर अलि मोर इम्पोर्टेन्टमा के हुन्छ भन्दा काठमाडौँमा तिमीले देख्नै नदेख्ने खाले माटो ल्याएर हाले हुन्छ नि बाटोमा याद छ
अलिकति भनौँ न डल कलरको टाइपको के डार्क कलरको नभइकन अलि लाइट कलरको टाइपको माटो हाले हुन्छ नि हो त्यसमा चाहिँ के हुन्छ भन्दा अर्ग्यानिक कन्स्टिट्युएन्ट हुँदैन इनअर्ग्यानिक सोइल हो त्यो त्यसमा ग्रानुलर मटेरियलको मात्रा अलि धेरै हुन्छ त्यसमा कम्प्याक्सन मोर अचिभ गरिन्छ कि त्यही भएर अर्कै खाले माटो ल्याएर राखेको हुन्छ है अब यहाँको के कस्तो सोइल हो ब्ल्याक कटन सोइल हो त्यसमा खत्तम हुन्छ त्यही भएर काठमाडौँको माटोलाई मात्रै पेलेर डाइरेक्ट त्योमाथि चाहिँ अलगत्र राखियो भने त्यो चाहिँ रोड 1 वर्ष पनि टिक्दैन ल अर्को मेथड अफ कम्प्याक्सन अनि एडभेन्सन होला अब मेथड अफ कम्प्याक्सनमा त्यही अघि मैले भनिहालेँ होइन कसरी चाहिँ हामीले फोर्स लगाउँछौँ भन्ने कुरा हो कि होइन अब त्यो के हुन्छ त भन्दा अब अमाउन्ट त अगाडि नै कुरा गरिहालेँ होइन कति लगाउने भन्ने कुरा तर अब यो खाली अमाउन्ट मात्र भर नपरिकन केमा पनि भर पर्दो रहेछ भन्दा मेथड अफ कम्प्याक्सन जसले चाहिँ अब निडिङ एक्सन हो कि डाइनामिक एक्सन हो कि स्ट्याटिक एक्सन हो भन्नेमा भर पर्ने जस्तो निडिङ एक्सन भनेको याद छ तिमीहरूलाई हाम्रो माटो मुत्नु पर्यो भने चाहिँ खुट्टाले माड्छौँ नि जुन किसिमको माटो होइन त्यस्तो इफेक्टलाई हामीले निडिङ भन्छौँ कि अथवा हामीले चाहिँ यो के अरे लेफ्ट राइट गर्दै होइन गोडाबाट सट गर्दै होइन हिँड्दाखेरि जसरी चाहिँ दबाब दिन्छौँ होइन उसमा सोइललाई त्यस्तो खाले एक्सनलाई हामीले निडिङ एक्सन भन्छौँ अर्को भनेको डाइनामिक एक्सन हुने भयो डाइनामिक फोर्सहरू लगाएर रोलरहरूले लगाउने भयो माथि हाइटबाट चाहिँ ड्रप गराउँदै कम्प्याक्ट गराउने फेरि माथि रेज गर्ने ह्याम्बरलाई फेरि ड्रप गराउने यस्तो डाइनामिक एक्सन भयो अथवा स्ट्याटिक एक्सन एकै ठाउँमा चाहिँ तिमीले 1 वर्षसम्म रोलर खडाएर राखिदियो भने त्यहाँ पनि दबिरहेको हुन्छ नि त माटो होइन त्यही भएर कुन फोर्स लगाउने भन्नेमा भर पर्छ अब मलाई भन छोटो समयमा हामीले चाहिँ कम्प्याक्सन अचिभ गर्नु पर्यो भने चाहिँ कुन एक्सन बेटर होला ल भन स्ट्याटिक एक्सन बेटर होला कि डाइनामिक होला डाइनामिक बेटर हुन्छ है त्यही भएर अहिले मेथड अफ कम्प्याक्सन हो जसको अब डाइनामिक हिसाबले अथवा रोलर लगाउँदै गर्दा पनि रोलर पनि 2 तरिकाले लगाइरहेको हुन्छ एउटा भाइब्रेसन क्रिएट गरेर रोलर लगाइरहेको हुन्छ एउटा भाइब्रेसन क्रिएट नगरिकन रोलर है त्यसमा पनि अब कुन बेटर होला त भाइब्रेसन क्रिएट गरेको बेटर होला कि भाइब्रेसन क्रिएट नगरेको नगरी हो कि होइन भाइब्रेसन क्रिएट भयो भने मोर कम्प्याक्ट हुन्छ नि त ग्रानुलर मटेरियल होइन र तर भाइब्रेसन क्रिएट गरिदिनु त्यही कारणले हो है ठिक छ अब अर्को आउँछ एडमिक्सर अब एडमिक्सरमा के हुन्छ भन्दा तिमीले सोइल पार्टिकल्सहरू मात्रै छ भने त्यसलाई कम्प्याक्ट गर्दा भन्दा त्यो सोइल पार्टिकलमा अरू बाइन्डिङ मटेरियलहरू चाहिँ जस्तो इक्जाम्पलको लागि चाहिँ के हुनसक्छ सिमेन्ट हुनसक्छ लाइम हुनसक्छ बिटुमिनहरू होइन छर्किएर लेयरमा कि अनि एक लेयरमा चाहिँ यसो माटो पुर्दै जाँदाखेरि चाहिँ सिमेन्ट छर्किने अथवा लाइम अथवा बिटुमिन छर्किने अनि रोलर अब त्यसमाथि फेरि अर्को लेयर राख्ने रोलर लगाउने फेरि चाहिँ लाइम सिमेन्ट छर्किने माटो राख्ने अथवा मिक्स गर्ने होइन गर्दै कम्प्याक्ट गऱ्यो भने त्यो चाहिँ मोर डेन्सिफाई हुन्छ है पछि एडमिक्सर युज गरेर पनि हामीले के गर्न सकिँदो रहेछ कम्प्याक्टिभ रिपोर्ट बढाउन सकिँदो रहेछ है यी फ्याक्टर्सहरू भयो अब अर्को आउँछ ल्याबोरेटरी टेस्ट टु अब्टेन कम्प्याक्सन क्यारेक्टरिस्टिक्स भनेको छ यो हामीले गरिसकेकै टेस्ट हो तर कुन चाहिँ टेस्ट मात्र गरे हामीले ल भन त स्ट्यान्डर्ड प्रोक्टर टेस्ट गरे हो कि मोडिफाइड प्रोक्टर टेस्ट गरे जस्तो ल्याबमा याद छ स्ट्यान्डर्ड गरेछ सायद हामीले स्ट्यान्डर्ड गरे है मोडिफाइड हैन मोडिफाइड र स्ट्यान्डर्डमा धेरै फरक चाहिँ छैन तर केही फरक नभएको चाहिँ हैन फेरि सोध्छ त्यही भएर यो दुईटाको डिफरेन्स है अब स्ट्यान्डर्ड प्रोक्टर टेस्ट इन्क्लुड छ 0.95 लिटर भोल्युम सिलिन्ड्रिकल मल यो चाहिँ 0.95 मात्र हैन है योदेखि लिएर 1 लेख्दा बेटर हुन्छ है 0.5195 टु 1 लिटर भोल्युम लेख्दा बेटर हुन्छ किनभने यो स्ट्यान्डर्ड अनुसार फरक छ है आइएस मा र अब उतापट्टि अमेरिकन स्ट्यान्डर्डमा अलिकति भोल्युम चेन्ज छ खासै धेरै फरक त हैन तै पनि अलिअलि चेन्ज चाहिँ छ एउटा सिलिन्ड्रिकल मोल्ड हुन्छ हैन यो डाइमेन्सन पनि तिमीले यहाँ देख्न सक्छौ यो ल्याबमा पनि हेरेको त्यो सिलिन्ड्रिकल मोल्डको चाहिँ डाइमेन्सन इन्टरनल डायमिटर 100 mm अथवा 10 सेन्टिमिटर हुन्छ भने हाइट चाहिँ 127.3 mm हुन्छ है त्यो मोल्डलाई हामीले तलपट्टि फिक्स गर्छौं फिक्स गरेर त्यसको वेट लिन्छौं प्रोसेस याद गरे अस्ति ल्याबमा गरे हुन्छ अनि त्यसको वेट लिन्छौं त्यो वेट लिइसकेपछि भित्रपट्टि लुब्रिकेन्टहरु लगाउन सक्छौं यो डिटेलमा मैले राखेको छैन यहाँनिर यो ल्याबमा जति डिटेलमा लेखेको गरेको हामीले त्यति डिटेलमा मैले यहाँ प्रोसेसमा राखेको छैन अनि यसलाई चाहिँ अब यदि स्ट्यान्डर्ड प्रोक्टर टेस्ट भने कति लेयरमा गर्नुपर्छ 3 लेयर 3 लेयर है यहाँ लेखेको छ यो 3 लेयरमा है 3 लेयरमा इच लेयर अब 3 इक्वल पार्ट्स हुने गरी भर्छौं र इच लेयरलाई कति टाइम्स चाहिँ हामीले के रे हिट गर्नुपर्छ
25 टाइम्स है। यो दुईटैमा फेरि 25 टाइम्स चाहिँ दुईटैमा, तर फरक के भन्दा मोडिफाइडमा 5 लेयरमा भरिन्छ हैन, अनि स्ट्यान्डर्डमा चाहिँ के हुन्छ त 3 लेयरमा मात्र भरिन्छ। अनि वेट वाइज हेर्दाखेरि चाहिँ अब के हुन्छ त भन्दा 2.5 केजी जस्तो यो जुन माथिबाट ड्रप गराइन्छ नि हामीले ह्यामर, त्यसको वेट चाहिँ उसमा युज गर्दाखेरि स्ट्यान्डमा युज गर्दाखेरि 2.5 केजी प्लस माइनस 25 ग्राम। यो त याद नभए नलेखे पनि हुन्छ, किनकि यो भ्यालु याद 2.5 केजीको चाहिँ ह्यामर हुन्छ। र त्यसलाई कति हाइटबाट ड्रप गराइन्छ भन्दा 310 एम, यो प्लस माइनस त टोलरेन्स राखेको, यो याद नभए नलेखे पनि हुन्छ। 310 एम को हाइटबाट ड्रप गराइन्छ। अब 310 एम भने अथवा 31 सेन्टिमिटरबाट ड्रप गराइन्छ। यो भित्रपट्टि माथिलाई चाहिँ टक्क ठोकिया थियो नि, याद छ तिमीलाई अस्ति टेस्ट गर्दाखेरि अड्किन्थ्यो, त्यहाँबाट फ्रीली छोड्थ्यो भने त्यो कति तल ड्रप हुँदो रहेछ त 310 एमबाट 80 सेन्टिमिटर तल ड्रप हुँदो रहेछ। तर यही कुरा फेरि मोडिफाइडमा के हुन्छ ल भन्छ, पहिलो कुरा ह्यामरको वेट बढी हुन्छ, कति हुँदो रहेछ 4.5 केजी हुँदो रहेछ। र यसलाई ड्रप गराउने हाइट पनि कति हुने भयो 450 एमएम अथवा 45 सेन्टिमिटरबाट ड्रप हुन्छ। यसमा सबै कुरा बढी भयो कि अब यो पनि के अरे वेट पनि बढी भयो, अनि ड्रप हुने हाइट पनि बढी भयो, लेयर पनि के भयो त बढी भयो है। र ख्याल गर यो ग्रानुलर मटेरियलहरु मिक्स भएको छ भने जस्तो टीटीहरु पनि मिक्स भएको कन्डिसनमा चाहिँ भाँडो पनि हामीले यही स्केलमा बढ्ने गरी ठुलो भाँडो लिइरहेको हुन्छ। त त्यो त्यति युजुअल प्र्याक्टिस होइन, त्यही भएर हामीले स्ट्यान्डर्ड भाँडोको डाइमेन्सन रट्ने भनेकै यो वाला भाँडोको अथवा यो डाइमेन्सन रट्ने बेला। अब हामीले अघि मैले प्रोसेस बताउँदै थिएँ, पहिला इम्टी वेट लियौँ यसको हैन, त्यसपछि चाहिँ यसमा लुब्रिकेन्ट्सहरु लगायो अथवा लुब्रिकेन्ट लगाएर वेट लिए पनि भयो। त्यस पछाडी हामीले माथि कोलार पनि फिट गर्न सक्यौं, 3 लेयरमा चाहिँ माटो गर्ने, 25 नम्बर अफ फ्लो चाहिँ हिट गर्ने स्केललाई। जब अब यो कोलारको पनि बीच भागसम्म चाहिँ आउने जसरी चाहिँ राख्ने, यही पछाडीको लेयर राख्ने, बीच भन्दा पनि 10 एमएम जति चाहिँ एटलिस्ट माथि होस्, त्यहाँभन्दा बढी पनि नहोस्, कम पनि नहोस् भन्छ हैन। बढी वा सेल वेटले गर्दा नै एडिसनल कम्प्याक्सन आउँछ, जसले पनि डेटा मिसलिड गर्छ। कम चाहिँ राख्यो भने पछाडी पुग्दैन के, जस्तै एउटा ग्रुपको त्यस्तै भयो, अन्तिमको लेयर भर्ने बेलामा माटै पुग्या है, त्यही भएर इनफ पुग्ने हिसाबले माटो राख्छ। लास्ट लेयरलाई कम्प्याक्ट गरिसके पछाडी कोलार खोल्छौँ, कोलार खोलेर टप लेयरलाई ट्रिम गर्छौँ, वरिपरिको चाहिँ हैन छिरलिएको माटोलाई सफा गर्छौँ र त्यसको फेरि वेट दिन्छौँ। दुईटा वेट आएपछि के हुने हो त, यो दुईटा वेट सुरुको यो पछिल्लो क्रममा लिएको वेटबाट इनिशियल वेट घटाइदियो भने के आयो, सोइलको मात्र वेट आयो त्यहाँ प्रेजेन्ट भएको। भोल्युम यो भाँडोको इन्टरनल डाइमेन्सनबाट थाहा छँदैछ। अब वेट बाई भोल्युम भनेको के हो त, डेन्सिटी हो। तर त्यो डेन्सिटी कुन चाहिँ डेन्सिटी पाइएला सुरुमा हामीले लगाउन, सुरुमा बलको नि त हैन, बल डेन्सिटी हो। त्यही भएर बल डेन्सिटीबाट मैले ड्राई डेन्सिटी निकाल्नु पर्यो भने फर्मुला के हो, रोडी भनेको के हो त, रोडी इक्वल टु 1 प्लस डब्लु हो, रो अपन 1 प्लस डब्लु हैन। अनि बस त मैले सुरुमा निकालेको डेन्सिटी भने त यो आउँदो रहेछ, रो आउँदो रहेछ। मैले यो चाहिने हो नि त खास, त्यो कम्प्याक्सन कर्भ प्लट गर्न त ड्राई डेन्सिटीको टर्ममा प्लट गरिन्छ भने त। अब मलाई वाटर कन्टेन्ट चाहिएन, र वाटर कन्टेन्ट कसरी निकालेको थियो हाम्रो याद छ, त भन त वाटर कन्टेन्ट कसरी निकालेको थियो। पहिला तीनटै लेयरबाट तीनवटा स्याम्पल निकालेर ओभन ड्राई गरेर हो, अलिकति तीनवटै लेयरबाट, ताकि भेरिएसन नदेखियोस् धेरै भनेर कि एभरेज होस्। भेरिएसन भए पनि एभरेज आछ भने तीनवटा लेयरबाट निकालेको, नत्र भने भेरिएसन छैन जस्तो लाग्छ भने त एक ठाउँबाट कतैबाट निकाले नि पुग्छ हैन, सानो स्याम्पल्स हो। तर तीनवटै लेयरबाट निकाल्यो भने डिफ्रेन्ट लेयर राख्दाखेरि चाहिँ अब वाटरमा भेरिएसन भयो, तीनवटै स्याम्पललाई रिप्रेजेन्ट गरोस्, एभरेज आछ भनेर तीनवटा लेयरबाट लिएको। त्यो लिएर चाहिँ हामीले वाटर कन्टेन्टको लागि ओभनमा राखेपछि भोलिपल्ट गएर निकाल्छौँ। वेटहरु लिने काम गरेपछि वाटर कन्टेन्ट आइहाल्छ। वाटर कन्टेन्ट आएर डेन्सिटी पनि आयो भने, बल डेन्सिटी आयो भने ड्राई डेन्सिटी आउँछ। एक सेटको काम भयो, फेरि वाटर कन्टेन्टलाई चेन्ज गराउँदै जानु पर्यो। त्यो कति बेरसम्म गर्नुपर्छ ल भन त, जबसम्म के हुँदैन। अब पहिला कम भ्यालुबाट बढ्दै गयो, फेरि घट्न थाल्यो भने स्टप गरेको। तर त्यो गर्नलाई 4-5 वटा टेस्ट चाहिँ लिने गर्छ है, 5 वटा आरटी टेस्ट चाहिँ लिन्छौँ। त्यही प्रोसेस नै यहाँ डिटेलमा बताएको छ है, यसलाई अब हेर्न सक्छौँ।
क्यालकुलेसन पनि हामी सबैले गरिसकेका छ त्यो आधारमा नै लेख्नु पाइयो तिमीहरूले चाहिँ यो जेरो एयरवेट कर्वको लागि चाहिँ बनाउने हो भने त्यो पनि प्लट गर्ने हो भने यो फर्मुला युज गर्नुपर्छ यो फर्मुला युज गरेर रोडी निकाल्ने हैन त्यसको लागि हामीलाई जी थाहा हुनुपर्छ त्यो सोइलको स्पेसिफिक ग्राभिटी थाहा हुनुपर्छ तर तिमीलाई ल्याबमै यो प्रोसेसमा जानु परेको छैन हामीले यतिमा सीमित गरेको थियो है ल यो दुईटा बीच कम्प्यारिजन छ अनि आजलाई सक्यो है त क्लास यो दुईटा मेथडमा अरु सेम है गर्ने प्रोसेसरहरु सबै सेम हो त्यही अलिकति हाइट फरक छ लेयरहरु कति लेयरमा कम्प्याक्ट गर्ने अन्य फरक छ त्यसपछि कति वेटको ह्यामर खसाल्ने अन्य फरक हो त्यति मात्र फरक हो स्ट्यान्डर्ड प्रोक्टर र मोडिफाइड प्रोक्टरमा नत्र भने अरु प्रोसेसहरु कन्डक्ट गर्ने प्रोसेस चाहिँ एउटै जस्तो अब हेरौँ यो डिफरेन्समा अब त्यही 3 लेयरमा हुन्छ स्ट्यान्डर्ड अर्को मोडिफाइड चाहिँ 5 लेयरमा हुन्छ ह्यामर वेट यसमा 2.5 केजी उताबाट 4.5 केजी हुन्छ हाइट अफ फल यता 310 हुन्छ उताबाट 400 हुन्छ मेन डिफरेन्स यो हो यही नै हो खास मेन डिफरेन्स है अब यसले गर्दा जुन इनर्जी पाइन्छ नि हामीले सर्टेन हाइटबाट कुनै वेटलाई ड्रप गराछ भने त त्यसको इनर्जी हुन्छ हैन त्यो इनर्जीलाई हामीले सबै प्यारामिटर राखेर हेर्यो भने जस्तो 3 लेयरमा खाँदैछ इच लेयरलाई 25 पटक हिट गरेछ त्यो इच लेयरलाई हिट गर्दाखेरि कति केजीको वेटले हिट गर्यो 2.5 केजी को वेटले हिट गर्यो त्यसलाई चाहिँ अब फोर्समा कन्भर्ट गर्न ग्राभिटीले मल्टिप्लाई गर्यो 9.81 र हाइट कति राख्यो त खास त हुनुपर्ने इनर्जी mgh हो ख्याल गर mgh बराबरको इनर्जी हुन्छ है हामीले पाउने एभ्री टाइम हिट गर्दा तर मास 2.5 छ g राख्यो 9.81 h राख्यो 0.31 त्यो त एक पटक हिट गर्दा यति हो तर हामीले टोटलमा कति पटक हिट गर्छौं त इच लेयरलाई 25 पटक हिट गर्छौं र त्यस्ता इच लेयर कतिवटा हुन्छ 3 वटा हुन्छन् त्यही भएर यो सबै हिसाब गर्दा 570.21 जुल आउँदो रहेछ सेम कुरा मोडिफाइडमा गयो भने 5 लेयरमा हिट गरिन्छ हैन हो नि है मोडिफाइडमा 5 लेयरमा हिट गरिन्छ इच लेयर 25 र ह्यामर वेट हुन्छ 4.5 9.81 ले मल्टिप्लाई गरेर हाइट अफ फल चाहिँ 0.45 को 450 mm त्यसले गर्दा यसको चाहिँ भ्यालु कति आयो 2483 भनेपछि यो चाहिँ के हुँदो रहेछ भन्दा हामीले स्ट्यान्डर्ड प्रोक्टर टेस्टलाई कन्डक्ट गर्ने बेलामा चाहिँ हैन एउटा स्याम्पलको लागि एक पटकको चाहिँ टेस्टमा हामीले चाहिँ टोटल कति इनर्जी लगाउनु पर्दो रहेछ अथवा कति स्टार्ट के रे डाइनामिक इनर्जी अचिभ हुँदो रहेछ भन्दा 570.21 भने यो चाहिँ मोडिफाइडमा 2483.15 रहेछ जुन चाहिँ टेन्टेटिभली चाहिँ 4.5 टाइम्स मोर हो के को भन्दा स्ट्यान्डर्ड प्रोक्टर टेस्ट र हामीले चाहिँ के दुईटालाई प्लट गरियो भने है दुईटा कर्वलाई प्लट गरियो भने मोडिफाइडको कर्व माथि प्लट हुन्छ भने अब स्ट्यान्डर्डको तलपट्टि प्लट हुन्छ एउटै सोइल स्याम्पल लिए पनि र वाटर कन्टेन्ट हेर्दा पनि ओएमसी पनि मोडिफाइडमा कम ओएमसी मै हायर पछि भइरहेको हुन्छ डेन्सिटी भने त्यही स्याम्पलमा स्ट्यान्डर्ड प्रोक्टर प्लट गर्यो भने मोइस्चर कन्टेन्ट अलि बढी आउँछ र डेन्सिटी कम आउँछ यो पनि कम्प्यारिजन भयो डिफरेन्समा हामीले यो चार्टलाई पनि डिफरेन्स भयो है ल यसरी चाहिँ हामीले यो दुईटा टेस्ट कन्डक्ट गर्छौं